We are going to jungle. यहाँ सानो गाडीमा कति जना छ? अगाडि 2 जना, 3 4 5 6 7 8 जना छ। प्लिज हामीलाई चलन नगर्दिनुस्। हाम्रो यहाँ ड्राइभिङ गर्ने चाहिँ को छ भन्दाखेरि चाहिँ नि हाम्रो अन्यु छ। अन्यु बोकेर बिस्तारै कुदाउनु पर्यो। फुटबल खेल भन्दैन हामी चाहिँ जंगल किन गएको भन्दाखेरि चाहिँ सब्जी टिप्न गएको तमर के बरे गएर देखाउँछु ल तपाईहरुलाई। गाडीमा चाहिँ कति जना झर्यो? 1 2 3 4 5 6 7 8 जंगल आइपुगेर यहाँ सब्जी टिप्दैछु। सब्जी चाहिँ यो टिप्नको। दिस इज कॉल्ड तमर्खे। एक्सपिरियन्स एन्ड नन एक्सपिरियन्स चाहिँ यहाँबाट छुटिन्छ है। प्रोहरु चाहिँ उ तल तल डिलमा छ हो। नन प्रो यता छ। प्रोहरु चाहिँ एकदम डाँडा डाँडामा छ। अब डिलमा जानु नसक्नेको काम चाहिँ हो। म चाहिँ यहाँ दुईटा पाएर सन्तोक भएर बसिरहेको छु ताकि म रिस्क लिन सक्दिनँ यस्तो डिलमा। भेरी टु भेरी स्क्यारी। वाउ ठट्ने देखाउँछ ठट्ने ठट्ने। यसरी केलाउनु पर्छ यसरी केलाउनु छैन तपाईहरु नजान्नेहरुलाई सिकाइदिएको। जान्ने यो चाहिँ केलाएर चाहिँ कसरी खानु? यसरी गर्नुहुन्छ। ओ आइस्ते छ। वाउ नन भेज टोक्ला नि। वाउ ठट्ने। सुपर प्रो चाहिँ यहाँ छ है। सुपर प्रो बी डिलमा। यहाँदेखि झर्यो भने चाहिँ डाइरेक्ट तल रोडमा है। म रिस्क लिन चाहदिनँ। म एक साथ लगेछु। यो हो तमर्खे। हामी चाहिँ यो टिप्न आको बट हामी छिरेन। देखो इतना डील है, इधर से गिर गया तो नीचे रोड में चला जाएगा लाइक पहा। हामी छिर्ने र नछिर्ने चाहिँ यहाँबाट छुटिन्छ। एन्ड दिस इज द वर्ड सो रेस्टलेस। सबैले त्यस्तो भइरहेछ कि तर पुग्न सकेको। उहाँ तल छ तर कसले पनि टिप्न सकेको छैन। म ट्राई गर्दैछु। वाउ यहाँबाट आज सब्जी टिप्ने चाहिँ नि अल्ट्रा प्रो म्याक्स भन्ने चाहिँ हाम्रोमा टिम मात्रै छ है। त्यसरी बन्नु हुँदैन जुन हुन्छ पता डोन्ट से एनीथिङ। हैन हो त त्यस्तो भन्नै हुँदैन। त्यो अलिकति भए पनि नर्भस सँगले छ। तमर्खे पाइन भए पनि च्याउ पाक्छ। यता फर्का न खान्छ यो च्याउ। के च्याउ भन्छ यसलाई चाहिँ? कालो च्याउ। उहाँ एउटा ठट्ने दामी छ कि तर सेक्रिफाइस ठट्ने। सब्जीको साथसाथमा ठट्ने पनि छ। यहाँ 4 व्हिलर हामी चाहिँ यहाँ निङ्रो खोज्दै खोज्दै आएर चाहिँ यहाँ एउटा रेस्ट गर्ने ठाउँ मजाको रहेछ है। हो त रहेछ त। उयो त दोकान पो थियो त होइन नि हो? यो रुखको वरिपरि चाहिँ घर बनाइदिएको छ। यसको भित्र चाहिँ दोकान रहेछ। यो चाहिँ सब कम्पनी एरिया हो। कम्पनी थाक्यो एकछिन बसेको गरममा। गरम भएन? के निङ्लो यो चाहिँ? यहाँ चाहिँ मजाको कटेज रहेछ। पहिला चाहिँ यहाँ चाहिँ अफिस थियो अरे। अहिले चाहिँ मान्छे बस्छ। यहाँदेखि चाहिँ हामी नर्सरी
भित्र पसेको जस्तै एन्ट्री चाहिँ यस्तो रहेछ नि मोटो मोटोहरू त बिजोको रहेछ त अन्त ओके सो पर्दैन यहाँ चाहिँ हाम्रो मातिमहरू काम गर्छ है फेरि चाहिँ मातिमहरूको नर्सरी खाजा बनाएर खाने ठाउँ पपाया लोटिङ सेट मजाले बनाएको रहेछ म आज फर्स्ट टाइम आएको यहाँ वा ऊ एजिलियर त यहाँ रहेछ है ल कसलाई बिउ चाहिन्छ भनेर नि एजिलियाको स्याप्लिङहरू रहेछ यहाँ अरू के को स्याप्लिङ छ ओ पपायाको पनि रहेछ अरू अम्बकको रहेछ पानी सास हो यो पानी सासको रहेछ यो दुप्पीको रहेछ अब यो पछि हाइड्रेन्जिया फुल्दा चाहिँ दामी हुन्छ है यहाँदेखि उता जुन चाहिँ बोर्डर पार गरेर आएको छ उता चाहिँ फेरि कम्पनी ओके अब यहाँ चाबी खोलेर हामी पस्नेवाला छ हामी चाहिँ किन छिटो आएको भन्दाखेरि चाहिँ पर सब्जी खोज्नेहरूको लागि चाहिँ फिका चिया रेडी बनाएर सेलाइराख्नु लागि खोइ के छ यो चाहिँ के टाइम पास यो खोलिन्छ अस्ति चाहिँ हामी ऊ तलाएर खिचेको थियो भगवान् यो चाहिँ खाइसकेर खेल्नु रिल्याक्स हुँदा पनि हुने रहेछ यहाँ आमा अर्को किचन दामी रहेछ त है खोइ चुल्हाले खिचौँ अर्ग्यानिक वाउ दामी रहेछ त अर्का खै मम्माले खेलाउँ त नि डरको लाग्यो वाउ को खेल्छ नि यहाँ चाहिँ सबैजना मजा रहेछ त रिल्याक्स आगो फुकेर पनि च्याम बसिसक्यो यहाँ एकजनाले चाहिँ ठट्नेको अचार बनाउँदैछ यहाँ एकजना झुली झुलाइ अचार रेडी हुँदैछ यो अचारमा के छ डल्ले एन्ड लसुन नुन खोइ भेट्स नुन अलिक लगाउँ है ओके ओइल छैन ओइल त गनाउँछ ल हुन्छ त हाल्दा दामी हुन्छ है यो के थियो त्यो यो चाहिँ ओइलै हो यो होइन के हो त्यो कम्ती लगाइदियो नि दामी हुन्छ त यो धनियाँ लिन जाने त है त बस चिया बसिसक्यो अब हामी चाहिँ यहाँ झालमुरी खाजा खानेको व्यवस्था वाउ चटनी मैले त कोका पनि बोकेको थिएँ वाउ अनि यो चलाउँ न मछलीदार हामी चाहिँ ऊ यो मातिमको नर्सरीमा आएको मातिम यही के फेरि त यहाँ मातिमको नर्सरीको उसमा आएको यहाँ किचनमा खाजा खानु तमर्खे खोजेर पुरा थाकेर खाजा खाइसकेर एकछिन बाहिर रिल्याक्स भएर बसेको अरे नि
Relax. यहाँ हाम्रो मतिमको नर्सरी एकदम दामी छ भेरी टु भेरी ब्यूटीफुल कप जगह देखो यो चेयर मेरो म बसेको अब हामी चाहिँ यहाँ लन्च गर्दैछ लन्चमा के छ आलु भात यहाँ लसुनको अचार प्याज अनि मसलेरी यहाँ मतिमको सिकुटी सिद्रक अचार आन्यो फर्स्ट बाइट खाए ल ऐसे यहाँ आन्यो घाँस खाए ल अब चाहिँ खाजा पनि खायो सब्जी पनि टिप्यो हामी चाहिँ गएको गोइङ बैक टू होम नर्सरी का एरिया देखिए कितना साफ है इधर मतीम इतना ज़्यादा काम करता है मतीम का स्टाफ लोग बहुत अच्छा काम कर रहा है देखो क्या है ये फॉरेस्ट डिपार्टमेंट का क्या है यहाँ पूजा गर्छ ए हो बहुत ज्वरो आएर नि त ढुङ्गा माथि क्या डरै लाग्दो है यहाँ पूजा गर्ने ठाउँ थियो यहाँबाट जाँदो रहेछ यहाँबाट तर म माथि यो रुखको चाहिँ जरा रहेछ नि त आमा ओके सो हामी चाहिँ बाटोमा तपाईँ के खोज्दै हिँड्दैछु पाउँदैछ अरूहरू चाहिँ उम्बो सर्टकट गयो सो हामी चाहिँ रोड खोज्दै हिँड्दैछु